कति राम्री देखिन्छौ लरी भई जमरा र रातो टिकैमा ओ दसैँ आयो मार्यो बजे नाति त्यो बुवा पुगेछ म मात्र गीत गाएर बसिरहेको यहाँ मलाई म त धान लिएर आएँ ल धानको बारीभित्र हामी बसेका छौँ केपी बा हामी धान बारीभित्र पसेका छौँ अयो लेन यो के हो आमा यो चाहिँ इनार हो यो भित्र भने इनार हो बोरिङ खाने भने यही हो ल यति सानो बोरिङ त्यही त बोरिङ हिँड्छ नि हिँड्छ अब यो त बाटो पनि छैन यता गरेर ल यो चाहिँ बोरिङ यहाँभित्र के मिटर हालेछ अनि पानी यहाँ त जतिखेर धान लाग्छ नि त बनाइदिए बोरिङ के हो नि ऊ बोरिङ यहाँभित्र बोरिङ खने यो हाम्रै जग्गामा पर्छ है आमा आमाले भन्दै यहाँबाट हेर ल हामीले दिएको नि त सार्वजनिक सबैजनालाई अब भोलिपछि फेरि मान्छेले यो सार्वजनिक गर्नु पर्यो भन्नुला निकै ठुलो रहेछ त्यो त कस्तो खतरा रहेछ नि वा यो दुईटा गरेर हो अनि ल अनि यो बाटो छ नि यो बारदेखि माथि हो नि त ए आमा हो उता खतरा रहेछ ल यहाँको खेत चाहिँ राम्रो रहेछ ल यहाँको खेत चाहिँ गरा ट्याक्क है ड्याममा परेको यो हरियो एउटा यो उता रातो पाकिसकेको छ अनि यहाँ पनि हो यो चाहिँ किरण दाइहरूको ले चराउ के अरे खेती गर्न दिनुभएको रहेछ बाले यो चाहिँ बाले लाउनु अरे ल यहाँदेखि उताको अहिलेको बाटो हामी उहाँ बाटो छाछौँ त्यहाँसम्म रहेछ यो धानबारी चाहिँ हे धान हाम्रोमा चाहिँ रोग लाएर चाहिँ धेरै राम्रो छ बाले राम्रोसँग खेतीपाती औषधि मल हालेर भएको रहेछ ल खतरा सुविधा रहेछ बोरिङको पानी पनि आउने रहेछ मोटर लगाए चाहिँ चट्ट लाएर यसरी पानी आउने रहेछ ल यहाँ चाहिँ एउटा लजावती झार पनि रहेछ यहाँ म एउटा यसलाई टच गर्छु ल यसलाई लजावती झार जस्तै लजाउँछौ खै कसरी यो सिउँदो सजाउँछौ अलि ओराउ माया बस मेरै छेउ जुगे जाने पिरती लौला बैना रुमाल देऊ अलि ओराउ बस मेरै छेउ जुगे जाने पिरती लौला बैना रुमाल देऊ लुगे जाने जुगे जाने पिरती लौला बैना रुमाल देऊ आगोमा घिउ हाले झै भइहाल्छु तिम्रो छेउमा पगलिँदै गइहाल्छु अल्लिएर आऊ माया बस मेरै छेउ जुगै जाने पिरती लौला बैना रुमाल देऊ अल्लिएर आऊ माया बस मेरै छेउ जुगे जाने पिरती लौला बैना रुमाल देऊ जुगे जाने पिरती लौला बैना रुमाल देऊ कुन यो गरामा यहाँ अलिअलि रोग ला रहेछ यो अलि टाढा भएर हेर नभ्या हो कि उता त राम्रो छ धान यता चाहिँ राम्रो छ पछिको अस्ति नै पानी पर्यो नि अनि त्यो पानी पर्ने बेलामा फुल खेलेको थियो अरे अनि त्यो पानीले सबै फुल झारेर पोहोर भन्दा यसपालि धान कमै छ भन्छ कि ए फुल झऱ्यो भने नि त्यस्तो हुन्छ अरे अनि धान फुल झर्छ भने कहाँ हुन्छ के भन्छ फुल त झर्नुपर्छ होला नि अनि त्यही फुल त त्यो धानमा बसेर कोर्सा लाग्ने अनि ए त्यसो हुन्छ कि लालबाती हेर त यहाँबाट उहाँ पर्थ्यो म यहाँबाट हेर्दा बाटो देख्दैन मम्मी हजुरलाई चाहिँ त बोल्दैन के भने मेरो अङ्गलाई काट्दै यो त ठुलो खै सरी भन्छ दिसो त म हजुरलाई भन्छु यो त आफूले कमाइ गर्न नसक्ने छोरा अल्छी लुवादे बाउले यत्रो दुःख गरेर कमाएपछि त सरकार त अल्छी अल्छी लुवादे अनि यसो त्यो असार यस्तो खेती भएको मान्छेले असारमा बिदा लिएर भयो नि असारमा खेती गरौँ भने आउनुपर्छ अरू बेला त रेखदेख गर्ने त बाउ छैन त्यही हो नि त्यस्तो हुनुपर्ने छोरा
निन्द्रै नपुग्ने कस्तो छ रहेछ। हुन त उसको बेला आइसी गर्ला नि, बाबामा छ भनेर नगराए नि होला। कसैको त्यस्तो हुन्छ कि परिआए गर्ने खालको गर्ने, अब नपरे जान्छ नि छोरा हो। डबल राम्रो छ है। यो चाहिँ अस्तिको पानी ठाउँ धेरै रहेछ नि। अस्तिको पानी अलिक बिगाऱ्यो अरे। होइन त्यस्तो नराम्रो त छैन, तर किरण दाइहरूको धान चाहिँ के कोही उता त रातै भएर पाकेको छ, फेरि बिचमा पाकेको छ। यतिमा अलिक बिग्रेछ कि रोग लागेछ। यो हाम्रो नि त्यति बिग्रेको छैन, यतिमा अलिअलि अन्त। मम्मी हजुर मलाई चाहिँ झ्याउ लागिरहेको जाउँ न यसलाई यत्रो बाबाको बारी हेर्न आइरहेछ नि, कस्तो झ्याउ लाग्यो भने। यो बारी कसको, यो धान कसको, बाबा कसको, हजुरबा कसको, हजुरआमा कसको, बाउ आमा कसको, हजुरको होइन? अनि किन झ्याउ माने त? ल ह्याप्पी हो त, भिडियोमा हेर त, ह्याप्पी भएर देखाइदेऊ न छिटो। ल ह्याप्पी भयो भने यो धान हजुरको, हाँस्यो भने अलि राम्रोसँग हाँस्यो भने। अनि बाबा प्रकाश बाबा अल्छी हुने कि यस्तो काम गर्ने, यो धान रोप्न आउने भोलिपछि असार लागेपछि आउने आउने। ल जाऊ।